नमस्कार साथीहरू जस्तै त हेर्न सक्नुहुन्छ हैन। तपाईहरु स्क्रिनमा पनि हेर्न सक्नुहुन्छ हैन। आज म तपाईलाई अर्निङ सो गर्न गइरहेको छु हैन। कुन टपिकमा भिडियो बनाउँदा चाहिँ बढी अर्निङ हुन्छ हैन। सबै कुरा तपाईलाई थाहा हुन्छ अनि 1000 भ्युजमा कति अर्निङ हुन्छ भन्ने कुरा पनि तपाईलाई थाहा हुन्छ। सबभन्दा पहिले त हेर्न सक्नुहुन्छ साथीहरू, म आफ्नो YT स्टुडियोमा आइसके हैन। अब YT स्टुडियोमा आइसकेपछि कन्टेन्टमा क्लिक गरे। कन्टेन्टमा क्लिक गरेपछि भ्यू अलमा क्लिक गर्दिसके हैन। अब तपाईले त हेर्न सक्नुहुन्छ साथीहरू, म जुन टपिकमा भिडियो बनाइरहेको छु हैन, मेरो टेक च्यानल हो हैन। अब टेक च्यानल भन्ने बित्तिकै सिकाउने नलेज चाहिँ एजुकेसन पर्पजको लागि भिडियो बनाइरहेको छु हैन। जस्तै तपाईले त हेर्न सक्नुहुन्छ हैन, पनि कुनै भिडियो चाहिँ अर्निङ सम्बन्धित बनाएर पोस्ट गरेको छु युट्युबमा हैन। अनि लास्टमा चाहिँ त्यो अर्निङ पनि तपाईलाई देखाउँछु। सुरुमा म तपाईलाई गेमिङ सम्बन्धित भिडियो चाहिँ देखाउन चाहन्छु। गेमिङमा चाहिँ कति अर्निङ हुन्छ भनेर। जस्तै यता हेर्न सक्नुहुन्छ हैन, यो भिडियोमा कति भ्युज रहेको छ 165। जस्तै म क्लिक गरेर तपाईलाई देखाइदिए। यता हेर्न सक्नुहुन्छ कति भ्युज हो हैन, 168 भ्युज हैन। अब यसको अर्निङ यदि चेक गर्नुभयो भने एकदमै कम हुन्छ साथीहरु। जस्तै यता हेर्न सक्नुहुन्छ रिभेन्यूमा क्लिक गरे। अब यसको अर्निङ हेर्न सक्नुहुन्छ 0.03, कति कम। अनि यस प्रत्येक 1k भ्युजमा कति अर्निङ हुन्छ भनेर यहाँ चाहिँ देखाइदिएको हुन्छ। जस्तै तपाईहरु साइडमा त हेर्न सक्नुहुन्छ रिभेन्यू पर 1k भ्युज कति यहाँ देखाएको छ भने 0.22 भन्नाले 1000 भ्युजमा $0.22 म पाउने छु। त्यसैगरी अब अर्को भिडियोको अर्निङ पनि म तपाईलाई देखाउन चाहन्छु, जुनमा अलिकति बढी भ्युज छ हैन। हाउ टु बाइ प्रोडक्ट अन दराज अनलाइन शपिङ, यो भिडियोमा म क्लिक गरे हैन। अनि यता हेर्न सक्नुहुन्छ 311 भ्युज हैन। अब यसमा म क्लिक गरेर अब यसको अर्निङ कति छ $0.08 हैन। अनि यसको आरपीएम यता हेर्न सक्नुहुन्छ साथीहरु, रिभेन्यू पर 1k भ्युज 1000 भ्युजमा चाहिँ $0.25 चाहिँ म पाउने छु। अर्को भिडियो म तपाईलाई देखाउन चाहन्छु जुनमा अलिकति बढी भ्युज छ हैन। त्यस्तै त हेर्न सक्नुहुन्छ फ्री फायर डायमन्ड टप अप इन नेपाल, यहाँ हेर्न सक्नुहुन्छ हैन। यसमा क्लिक गरे, यसमा कति भ्युज छ तपाईहरु हेर्न सक्नुहुन्छ 2k भ्युज, 2000 भ्युज छ हैन। अब 2000 भ्युजमा चाहिँ अर्निङ कति भयो यसमा म क्लिक गरेर तपाईलाई देखाउन चाहन्छु अर्निङमा गएर हैन। जस्तै रिभेन्यूमा क्लिक गरे, यता हेर्न सक्नुहुन्छ साथीहरु एस्टिमेट रिभेन्यू 0.14 मैले पाएँ हैन। अनि यसको आरपीएम यदि तपाईँ हेर्नुभयो भने कति कम रहेको छ। यता हेर्न सक्नुहुन्छ साथीहरु रिभेन्यू पर 1k भ्युज आरपीएम चाहिँ यता हेर्न सक्नुहुन्छ 0.07, 1000 भ्युजमा 0.07 मात्र पाउँछ हैन। अब तपाईँ एकचोटि गेस्ट गरेर हेर्नु होला हैन। गेमिङ भिडियोहरुमा निकै कम अर्निङ हुँदो रहेछ साथीहरु हैन। अब त्यसैगरी अर्को चाहिँ म तपाईलाई माई फर्स्ट पेमेन्ट फ्रम युट्युब, यसमा चाहिँ कति भ्युज छ यता हेर्न सक्नुहुन्छ हैन। भ्युज कति छ 239 भ्युज हैन। अब म यसको अर्निङ तपाईलाई देखाउन चाहन्छु। अब यसको अर्निङ देख्नको लागि यता रिभेन्यूमा गइसके हैन। अनि यता हेर्न सक्नुहुन्छ साथीहरु यसको आरपीएम अर्निङ चाहिँ 0.07, यसको पनि 0.07 रहेको छ हैन। त्यसैगरी आरपीएम पर 1k भ्युज 0.28, यसको मतलब के भयो भने तपाईँ युट्युबको टिप्स दिनुहुन्छ कि हैन, कि त गेमिङ भिडियो बनाउनुहुन्छ हैन, तपाईको आरपीएम चाहिँ जस्ट 0.50 भन्दा कम हुन्छ। टेक च्यानलमा पनि यस्तो त अर्निङ त हुन्छ हैन, तर निकै कम हुन्छ। त्यसैगरी अब म तपाईलाई अर्निङ सम्बन्धित भिडियो देखाउन चाहन्छु साथीहरु, अर्निङ सम्बन्धितको आरपीएम कति हुन्छ भनेर। जस्तै त्यो भन्दा पहिले अरु पनि म तपाईलाई भिडियो देखाउन चाहन्छु। जस्तै यता हेर्न सक्नुहुन्छ हाउ टु कम्प्लिट आइडेन्टिटी भेरिफिकेसन अन टिकटक। अब टिकटक सम्बन्धित यदि तपाईँ भिडियो बनाउनुहुन्छ भने यसको पनि म अर्निङ तपाईलाई देखाउन चाहन्छु हैन। यसको आरपीएम कति हुँदो रहेछ भनेर। भ्युज चाहिँ यता हेर्न सक्नुहुन्छ 169 हैन। त्यसैगरी अब यसको रिभेन्यूमा गयो भने यहाँ हेर्न सक्नुहुन्छ 0.03 मेरो अर्निङ हैन। अनि त्यसपछि आरपीएम हेर्न सक्नुहुन्छ 0.18, 1000 भ्युजमा चाहिँ मात्र मैले $0.18, कति कम अर्निङ हुँदो रहेछ हैन। यसबाट तपाईलाई त थाहा भइसकेको होला हैन। अब म तपाईलाई अर्को भिडियो पनि देखाउन चाहन्छु जुनमा यो भन्दा अलिकति भ्युज बढी आएको छ हैन। यता हेर्न सक्नुहुन्छ साथीहरु फ्री फायरमा डायमन्ड टप अप कसरी गर्ने भनेर हैन। हाउ टु बाइ डायमन्ड इन गेटिना सेल्स हैन। यसमा म क्लिक गरे, यसमा भ्युज चाहिँ तपाईँ हेर्न सक्नुहुन्छ
55,000 बढी भ्युज छ होइन। अनि त्यसै गरी यसको आरपिएम यदि चेक गऱ्यो भने त्यस्तै हेर्न सक्नुहुन्छ 55,000 भ्युज होइन। अनि 1400 वाच टाइम कम्प्लिट भयो एउटा भिडियोबाट होइन। अनि यति सब्सक्राइबर बढ्यो, मेरो 696 सब्सक्राइबर बढ्यो। त्यसै गरी रिभेन्यूमा डाइरेक्ट म क्लिक गरेँ होइन, यता हेर्न सक्नुहुन्छ साथीहरू 55,000 भ्युजमा $13.35 मात्र मैले पाएँ होइन। कति कम अर्निङ। अनि त्यसै गरी आरपिएम यदि चेक गर्नुभयो भने त हेर्न सक्नुहुन्छ रिभेन्यू पर 1K भ्यू 0.24। अब तपाईँ आफै गेस्ट गर्न सक्नुहुन्छ। तपाईँ युट्युबको यदि टिप्स दिनुहुन्छ होइन, कि त डायमन्ड टपअप कसरी गर्ने, कि त गेमिङ सम्बन्धित यदि भिडियो बनाएर पोस्ट गर्नुहुन्छ भने तपाईँको अर्निङ चाहिँ निकै कम भइरह्यो होला होइन। तपाईँ पनि तरिकाले चेक गर्न सक्नुहुनेछ होइन। त्यसै गरी अब चाहिँ म अर्को भिडियो पनि तपाईँलाई अर्निङ देखाउन चाहन्छु। त्यसै गरी म कुनै भिडियो अर्निङ सम्बन्धित पनि बनाएको छु होइन, त्यो पनि म तपाईँलाई अब देखाउन चाहन्छु साथीहरू। त्यसबाट कति कमाइ हुन्छ। जस्तै यो भिडियो हेर्न सक्नुहुन्छ, हिजो पोस्ट गरेको छ बेस्ट अनलाइन अर्निङ एप होइन। यसमा क्लिक गरेँ होइन। जस्तै हेर्न सक्नुहुन्छ कति भ्युज, यता हेर्न सक्नुहुन्छ 59 भ्युज, ओन्ली 59 भ्युज हिजो पोस्ट गरेको थिएँ होइन। अनि यसको अर्निङ यदि चेक गऱ्यो भने होइन, यहाँ हेर्न सक्नुहुन्छ 59 भ्युज होइन। अनि रिभेन्यूमा यदि क्लिक गऱ्यो भने यसको अर्निङ चाहिँ सो भइदिन्छ साथीहरू। जस्तै हेर्न सक्नुहुन्छ एस्टिमेट रिभेन्यू होइन $0.06 होइन, अहिले भर्खर मात्र भयो होइन। अनि रिभेन्यू यता हेर्न सक्नुहुन्छ साथीहरू $0.06 होइन, 59 भ्युज मात्र छ होइन। अनि त्यसमा खासै अर्निङ त हुँदैन होइन। तर यसको आरपिएम यदि तपाईँ चेक गर्नुभयो भने होइन, यता हेर्नुहोस् रिभेन्यू पर 1K भ्युज कति रहेको छ आरपिएम $1.54। 1000 भ्युजमा तपाईँ $1.50 $1.54 हेरिसक्नुभयो। त्यसै गरी अर्को अर्निङको भिडियो पनि म बनाएको थिएँ होइन, त्यो पनि म तपाईँलाई देखाउन चाहन्छु। त्यसै गरी अब एउटा युएसको एकाउन्ट चाहिँ क्रिएट गरेर म देखाएको थिएँ होइन, त्यसको अर्निङ पनि म तपाईँलाई सो गर्न चाहन्छु साथीहरू। तर त्योभन्दा पहिले यता हेर्न सक्नुहुन्छ होइन, नेपालबाट पैसा कसरी कमाउने, पैसा कमाउने 5वटा तरिकाहरू होइन, थम्बनेलमा लेखेको थिएँ। जस्तै हेर्न सक्नुहुन्छ तपाईँको भिडियो, यसमा चाहिँ कति भ्युज हो भने यता हेर्न सक्नुहुन्छ भ्युज 128 भ्युज मात्र। अनि 0.15 यसको अर्निङ पनि भइसकेको छ। म यसको मेन रिभेन्यूमा गएर तपाईँलाई देखाउन चाहन्छु। यता हेर्न सक्नुहुन्छ एस्टिमेट रिभेन्यू $0.15। अनि त्यसै गरी यसको रिभेन्यू पर 1K भ्युज आरपिएम यता हेर्न सक्नुहुन्छ 1.20। अब तपाईँ आफै सोच्न सक्नुहुन्छ होइन, अर्निङ सम्बन्धित यदि तपाईँ भिडियो बनाउनु भयो भने तपाईँको अर्निङ चाहिँ धेरै इन्क्रिज हुन्छ साथीहरू, धेरै हुन्छ होइन। त्यसै गरी अब म अर्को भिडियो पनि देखाउँछु होइन, जुनमा अलि हाइएस्ट भ्युज छ होइन। यता हेर्न सक्नुहुन्छ ब्याङ्कबाट लोन कसरी लिने होइन, यो ब्याङ्किङ सम्बन्धित भिडियो बनाएको थिएँ। यसमा चाहिँ कति भ्युज, यता हेर्न सक्नुहुन्छ 30,000 भ्युज अनि 925 वाच टाइम रहेको छ होइन। यसको अब रिभेन्यू म तपाईँलाई देखाउन चाहन्छु। रिभेन्यूमा गइसक्यो होइन, यता हेर्न सक्नुहुन्छ 30,000 भ्युजमा मात्र $8 8.32 हेर्न सक्नुहुन्छ तपाईँ होइन, कति कम अर्निङ होइन। यसको आरपिएम यदि तपाईँ हेर्नुभयो भने 0.28 रहेको छ होइन। यसको पनि आरपिएम निकै कम रहेको छ होइन। त्यसै गरी अब म अर्को भिडियो देखाउन चाहन्छु, जुन भिडियो मलाई निकै मन पर्यो होइन। जस्तै यता हेर्न सक्नुहुन्छ युएसए टिकटक एकाउन्ट बनाउनुहोस् होइन। यसमा चाहिँ युएसए नाम आउने बित्तिकै होइन, यसको आरपिएम तपाईँ हेर्नु होला। यता हेर्न सक्नुहुन्छ साथीहरू हाउ टु क्रिएट युएसए टिकटक एकाउन्ट इन नेपाल मैले भिडियो बनाएको थिएँ होइन। अनि यसको भ्युज चाहिँ तपाईँ हेर्न सक्नुहुन्छ कति भ्युज हो 11,000 भ्युज होइन, 11,000 भ्युज। अनि यो भिडियोबाट वाच टाइम कति पाएँ मैले 453 वाच टाइम पाएँ। त्यसै गरी अब यसको म तपाईँलाई अर्निङ देखाउन चाहन्छु। जस्तै हेर्न सक्नुहुन्छ रिभेन्यूमा गइसक्यो होइन। अनि हेर्न सक्नुहुन्छ साथीहरू मात्र 11,000 भ्युजमा आरपिएम तपाईँ लाइभ हेर्न सक्नुहुन्छ कति रहेको छ $23.91 $24 को आसपासमा हेर्न सक्नुहुन्छ होइन। अब यति यसको इन्कम किन भयो त, यता हेर्न सक्नुहुन्छ यसको आरपिएम कति रहेको छ $2.17। 1000 भ्युजमा $2.17 यसले दिइरहेछ होइन। किनकि युएसको टिकटक एकाउन्ट कसरी बनाउने होइन, युएस नाम आउने बित्तिकै होइन यसको आरपिएम चाहिँ बढेको रहेछ साथीहरू। किनकि युएसमा डलरको कारोबार हुन्छ होइन, त्यसैले यसको आरपिएम पनि बढेर आउँछ होइन। जस्तै हेर्न सक्नुहुन्छ तपाईँहरू मात्र 11,000 भ्युजमै तपाईँ अर्निङ हेर्न सक्नुहुन्छ $24 को आसपासमा होइन।
अनि सुरुमा जुन भिडियोहरूको अर्निङ देखाइएको थियो होइन, त्यसमा 50-55 हजार पनि भ्युज थियो होइन, तर अर्निङ चाहिँ यति थिएन। यसको मतलब के भयो भने तपाईँ युएस सम्बन्धित कि त अनलाइन पैसा कसरी कमाउने यस्ता भिडियोहरू बनाउनु भयो भने तपाईँको इन्कम चाहिँ बढी हुन्छ। यदि तपाईँ ट्याग च्यानलमा तपाईँको गेमिङ होइन कुनै पनि नलेज यदि तपाईँ दिइरहनु भएको छ भने त्यसमा अर्निङ कम हुन्छ होइन, तर स्पोन्जर्स हुन्छ होइन, स्पोन्जर्सको कारण तपाईँको अर्निङ इन्क्रिज त भइरहेको हुन्छ होइन। यदि तपाईँ ट्याग च्यानलमा यदि तपाईँ अर्निङ सम्बन्धित भिडियोहरू बनाउनु भयो भने तपाईँको निकै इन्कम हुन्छ साथीहरू। आरपिएम तपाईँको एकदमै ग्राफ माथि जान्छ होइन, अनि तपाईँको अर्निङ पनि बढी हुन्छ। हस् त साथीहरू, यो भिडियोमा यति नै। भिडियो मन परेको छ भने एक लाइक गरेर च्यानल सब्सक्राइब गरिदिनु होला। अनि यो 4वटा भिडियोमा कुनै एउटामा क्लिक गरेर भिडियो हेर्नु होला। धन्यवाद।